लु म चाहिँ अब ड्राइभिङ छोडेर चाहिँ एउटा सोख छ हो, म चाहिँ नाइफ कलेक्टर हो। नाइफ पनि कलेक्ट गर्छु। अहिले चाहिँ मेरोमा फिलहाल एसियाको 3टा छुरी छ। अब यो त सबैले याद भएको खुकुरी हो। यो चाहिँ हाम्रो गोर्खाको अब ट्रेडिसनल नाइफ हो। तर यो चाहिँ तपाईँको सेरोमोनियल नाइफ हो, यसको धारहरू चाहिँ त्यस्तो हुँदैन। अर्को चाहिँ छ तपाईँको इन्डियन एसियाको करम्बिट है। यो चाहिँ तपाईँको सिलाट मार्सल आर्टिस्टहरूले युज गर्ने छुरी हो। यो चाहिँ हो। अन्त यो पनि डमी हो, यसको पनि धारहरू चाहिँ केही पनि छैन। अब किन भन्दा ओरिजिनल चाहिँ तपाईँको लिगल छैन होला सायद राख्नु, त्यो भएर चाहिँ मेरोमा चाहिँ यो उयो मात्रै छ, यो डमी मात्रै छ हो। त्यो पनि क्यारी गर्नु चाहिँ लिगल छैन होला सायद, डमीहरू पनि मलाई त्यस्तो थाहा भएन त्यो चाहिँ। अन्त अर्को चाहिँ छ तपाईँको फिलिपिन्सको बटरफ्लाई भन्छ, यसलाई बेलिसङ भन्छ। यो पनि फुल्ली डमी नाइफै हो। अब यसको चाहिँ धारहरू केही हुँदैन, डमी नाइफ भनेको चाहिँ यो चाहिँ सिक्ने मात्रै हो। अन्त अब त्यस्तो त्यो ट्रिक्सहरू त जान्दिनँ म, र पनि हल्का कलेक्सन। सो अर्को चाहिँ अब कुन चाहिँ कलेक्सनमा चाहिँ के एड गर्नु सक्छु भनिदिनुहोस् है साथीभाइ।